यो चुनाव लागेदेखि मेरो तरकारी व्यापार भएन नि। र किन? सबै मासु भात खान दौडिँदा रहेछन्, मेरो तरकारी बिकेन। अनि तरकारीसँग बिक्ने खालको अरू के बेच्न मिल्छ भनेर सोचे, चक्कु त बेच्न मिल्छ। तरकारी त काट्नु पर्यो, यता चक्कु बेचे यता तरकारी राखे। किन्न आउने के गर्छ, चक्कु च्याप्प किनेर तरकारी उधारोमा मागेर लिएर जान्छ। अब नदिऊ भने कतिको धारिलो छ भनेर यही चेक गर्ला भन्ने डर। अब दिउँ भने कमेडी क्लब च्याम्पियन्स राम्रो भइरहेछ। तरकारीलाई तिम्रो खुसी हो क्या? चक्कु र कमेडी क्लब च्याम्पियनको के सम्बन्ध छ नि? अनि किन सम्बन्ध छैन? मेरी बुढी गोल्ड्याङ्ग्री छ नि त। सम्बन्ध चाहिँ के छ त? बुढीसँग के सम्बन्ध हुन्छ? बुढाबुढी मामा भान्जी हुन्छ, केही थाहा छैन।